अगाडि गाइस यो अस्टवाल डाइल्युसन ल भन्ने चाहिँ एकदमै इम्पोर्टेन्ट ल यो बोर्ड एक्जामको लागि चाहिँ यो लले के भन्छ भन्दाखेरि यो अल्फा भनेको चाहिँ डिग्री अफ आयोनाइजेसन इज इन्भर्सली प्रोपोर्सनल टु स्क्वायर रुट अफ कन्सन्ट्रेसन भन्छ अथवा डाइरेक्टली प्रोपोर्सनल टु स्क्वायर रुट अफ भोल्युम भन्छ है इट स्टेट्स दैट एट कन्स्टेन्ट टेम्परेचर एन्ड प्रेसर द डिग्री अफ आयोनाइजेसन अफ वीक इलेक्ट्रोलाइट इज डाइरेक्टली प्रोपोर्सनल टु स्क्वायर रुट अफ डाइल्युसन भनेको यो भोल्युम और इन्भर्सली प्रोपोर्सनल टू स्क्वायर रुट अफ कन्सन्ट्रेसन भन्छ यो लले चाहिँ यो लको स्टेटमेन्ट यो हो म्याथमेटिकल्ली चाहिँ के हुन्छ अल्फा इक्वल्स टू के भनेको यो आयोनाइजेसन कन्स्टेन्ट हो अपन सी हो अथवा कन्सन्ट्रेसन भनेको त के हो फेरि 1 अपन भोल्युम हो यो 1 अपन भी गर्दाखेरि भी माथि गएर के हुन्छ के इन्टु भी भन्छ यो अल्फाको फर्मुला चाहिँ अब यो ललाई इक्जाममा यसरी सोध्छ सो द्याट अल्फा इक्वल्स टू अंडर रुट के बाई सी भनेर प्रुभ गर भन्न सक्छ अब यो आयो भने के गर्ने त यसरी सल्भ गर्दै जाने एउटा रिएक्सन कन्सिडर गर्ने सुरुमा लेट अस कन्सिडर a weak electrolyte that dissociate into A plus and B minus भनेर यसरी लेख्ने अब इनिशियली यसको कन्सन्ट्रेसन 1 छ है त्यसपछि यसको चाहिँ 0 0 छ यो डिसोसिएट भएर अल्फा अल्फा मोल के भयो डिसोसिएट भयो भनेपछि यहाँ कति बच्छ 1 माइनस अल्फा यदि 2 मोल छ भने कति डिसोसिएट होला 2 अल्फा डिसोसिएट होला त्यसै गरेर सी मोल छ सी मोल सुरुमा चाहिँ 0 0 छ यो A प्लस र B माइनस हो डिसोसिएट भएर पछि यो के भन्छ त सी अल्फा बन्यो भने यहाँ बाँकी कति रहन्छ सी माइनस सी अल्फा बाँकी रहन्छ 1 मोलबाट डिसोसिएट जति हुन्छ त्यसलाई त्यसको डिग्री अफ आयोनाइजेसन भनिन्छ भनेपछि 2 मोलबाट 2 अल्फा डिसोसिएट होला सी मोलबाट सी अल्फा डिसोसिएट हुन्छ र बाँकी कति रहन्छ सी माइनस सी अल्फा बाँकी रहन्छ यता एट इक्विलिब्रियम कन्डिसनमा अब ल अफ मास एक्सन लगाउँदाखेरि यो के भनेको यसको आयोनाइजेसन कन्स्टेन्ट बराबर के हुन्छ त प्रोडक्टमा भएका आयोन्सहरूको कन्सन्ट्रेसन अपन रिएक्टेन्टमा भएको यो इलेक्ट्रोलाइटको कन्सन्ट्रेसन अब यो कति कति छ यसको भ्यालु पुट गर्ने ए को कन्सन्ट्रेसन कति छ त सी अल्फा बी को पनि सी अल्फा एबी को कन्सन्ट्रेसन कति बाँकी रह्यो इक्विलिब्रियममा सी माइनस सी अल्फा बाँकी रहन्छ अब यो मल्टिप्लाई गर्दै सल्भ गर्दै जाँदाखेरि अल्फा इन्टु अल्फा स्क्वायर सी स्क्वायर भयो सी कमन आएर 1 माइनस सी अल्फा भयो अब यहाँबाट के भयो एउटा सी र एउटा सी क्यान्सल भएर माथि अल्फा स्क्वायर सी बाँकी रह्यो तल 1 माइनस अल्फा बाँकी रहन्छ अब विक इलेक्ट्रोलाइटको लागि त के हुन्छ अल्फा भनेको भेरी 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 मच लेस देन 1 हुन्छ त यो तलको टर्म के भयो लगभग 1 माइनस अल्फा भनेको 1 कै नजिकको भयो त्यही भएर यो तल के लेख्न मिल्छ 1 लेख्न मिल्यो त्यसपछि के भयो त के बराबर अल्फा स्क्वायर सी भयो अब यहाँबाट अल्फा बराबर के हुन्छ त सी यता गएर के अपन सी हुन्छ स्क्वायर यता आएर अंडर रूट भन्यो अल्फा इक्वल्स टू के बाई सी भन्यो अब सी भनेको के हो फेरि 1 अपन भी हो यो सी को ठाउँमा 1 अपन भी लेख्दा भी माथि गएर यहाँ मल्टिप्लाई हुन्छ यसको अर्को फर्मुला के अपन अंडर रूट के इन्टु ई पनि भन्छ है ल यो आउन सक्छ अनि यसमै अर्को जोडेर सोध्ने भनेको क्वेशन के हो भने यसमै अर्को जोडेर एउटा अर्को क्वेशन सोध्छ व्हाई अस्टवाल्ड ल इज नट एप्लिकेबल फर स्ट्रङ इलेक्ट्रोलाइट भनेर सोधिन्छ स्ट्रङ इलेक्ट्रोलाइटको लागि चाहिँ यो ल एप्लिकेबल हुँदैन यो किन हो भने फर स्ट्रङ इलेक्ट्रोलाइट द भ्यालु अफ अल्फा इज नियरली 1 यो फर्मुला छ र यो अल्फाको भ्यालु नियरली 1 भयो भने भ्यालु अफ 1 माइनस अल्फा के हुन्छ त 1 माइनस 1 के भयो 0 देन द भ्यालु अफ के बिकम इन्फिनिटी अब यो तल 0 आयो भने समथिङ अपन 0 के हुन्छ इन्फिनिटी हुन्छ के को भ्यालु यहाँ आउँछ इन्फिनिटी आउँछ त्यही भएर यो इन्फिनिटी आएको चिजलाई चाहिँ डिटरमाइन गर्न सकिँदैन र यो चाहिँ इट डज नट एप्लाई द सोलुसन फर स्ट्रङ इलेक्ट्रोलाइट भनेर चाहिँ लेख्दिनु